किसान त्यो हो जसले आफ्नो अन्न बालीलाई आधा मूल्यमा बेचेर पनि सधैँभरि खुसी रहन्छ, किनभने उसलाई आफ्नो कमाइभन्दा ज्यादा अरूको पेट भर्नमा आनन्द आउँछ। नमस्ते सेवारो एन्ड गुड मर्निङ, गुड आफ्टरनुन एन्ड गुड इभिनिङ एभ्रिवान। आज चाहिँ म यो यम्बा खालको चाहिँ लोकल इस्कुस यहाँ देखिरहेको छ है। कार्तिक 28 गतेको दिन चाहिँ यहाँ रोप्दैछौँ। यहाँ चाहिँ अरू चाहिँ आलु रोपियो, अनि त्यसपछि तल छेउछेउमा चाहिँ यो पोहोर रोप्दै उब्रेको हाइब्रिड मटर थियो, छेउछेउमा मटर रोपेको यसरी यहाँनिर छेउछेउमा। अब अनि यो बिचमा चाहिँ आलु रोपेको। अब यो आलु ठ्याक्कै तयारी भइसक्दा चाहिँ यो चाहिँ उम्रिएर ठ्याक्कै यो यसको मचानमा चढ्ने बेला हुन्छ, अनि त्यसलाई नै मध्यनजर राखेर ठ्याक्कै यो चैत वैशाखमा चाहिँ मचान यहाँ तयार पार्ने। अहिले चाहिँ इस्कुस रोपिराख्ने हो। नमस्ते दर्शन, नमस्ते, जय किसान। हामी चाहिँ आज यहाँनिर चाहिँ आलु रोपिसकेर यो बारीमा चाहिँ के रोप्यौँ भन्दा मटर पनि रोपेको छौँ, अनि यो आलु पनि रोपेको छौँ। र यहाँनिर यो बिच भागमा चाहिँ 5 बोट जति चाहिँ यो ठुलो यम्बा खालको इस्कुस चाहिँ लोकल यम्बा प्रजातिको है इस्कुस चाहिँ रोप्न लागिरहेको छौँ। पुरा खालको छ नि, तिनटाले ठ्याक्कै 5 केजी हुन्छ यो इस्कुस यम्बा खालको। यहाँ चाहिँ रोप्न लागिरहेको छौँ। यहाँ चाहिँ 3 in 1 जम्मा यो बारीमा चाहिँ 5 in 1 के रोपेको छौँ भन्दाखेरि चाहिँ यो आलु, मटर चाहिँ किन रोपेको भन्दा चाहिँ हेर्नुहोस् है, यो मटर रोपेको है। यो चाहिँ ड्याङ मटर, यो अस्ति रोप्दा उब्रेको मटर थियो। अब यसलाई कसरी रोप्ने त भन्दाखेरि यो बिच वरिपरि मटर रोपेको थियौँ, आधी किलो जति मात्र उब्रेको थियो। अनि मटर र त्यस पछाडि यहाँ चाहिँ छेपी लसुन है, यो छेपी प्याजको बदलामा, अनि अदुवा यो चासोको लागि तयारी हुँदैछ। 5 in 1 के भन्दा लसुन, अदुवा, अनि यो छेपी, आलु, मटर र इस्कुस। बाँसको खुट्टी गाडेको ठाउँसम्म चाहिँ यो इस्कुसको मचान यो छेउबाट है, यहाँदेखि ऊ पर त्यो भाइ काम गर्दै गरेको ठाउँसम्म ठ्याक्कै त्यहाँसम्म त्यो अम्बिसोको बोट देखिरहेको छ त्यहाँ, अनि माथि धुपीदेखि माथिसम्म चाहिँ यसको मचान बनाइदिने। चैत वैशाखमा चाहिँ यो ठ्याक्कै आलु चाहिँ यो फागुन माघ अन्तिमतिर आलु यहाँ खनाइ हुन्छ, अनि त्यति बेला ठ्याक्कै यो इस्कुस चाहिँ मचानमा चढ्ने बेला भइसकेको हुन्छ। त्यही कुरालाई मध्यनजर राखेर चाहिँ यहाँनिर यसरी रोप्दै गरेको है। हेर्नुहोस् त, यो चाहिँ कत्रो छ होला, अस्ति मैले देखाएको थिएँ नि इस्कुस होइन, यत्रो इस्कुसहरू। यो चाहिँ तपाईँले सोच्नुहुन्छ होला कुन प्रजातिको भन्छ, लोकल यम्बा प्रजाति भन्छ यसलाई चाहिँ, यम्बा। ल भाइ अब गर्नु हो, तेर्सो ठ्याक्कै त्यो उयो कोदालीले गर्नु। हामी चाहिँ यसरी रोप्दैछौँ, अरू साथीभाइहरू चाहिँ कसरी रोप्नुहुन्छ कुनै? जीवनमा पहिलोचोटि चाहिँ म अलिक व्यावसायिक रूपमा इस्कुस खेती गर्दैछु योपालि चाहिँ। त्यस्तै गरी अब हो अझ गहिरो बना भाइ। त्यो 3टा 6-6वटा बनाउँथ्यो। हो यम्बा, हो त्यहाँले लु यम्बा इस्कुस पस्यो है। मार्गी लागेछ हौ साथीहरू, साह्रो मार्गी लागेको अवस्था छ। गुड, यहाँ पर पनि कोदाली नै लिएर गर्दा पनि हुन्थ्यो भाइ।
यहाँनिरदेखि 1 बोट 2 बोट 3 4 बोट अनि यहाँनिर छ 1 बोट। यहाँ चाहिँ मल हाल्न बाँकी छ। यहाँभित्र चाहिँ के हालिएको छ भन्दा यो अघि हामीले खाडल खनिसकेको छौँ है। त्यो खाडलभित्र चाहिँ यो झ्यास खालको मल भित्र पुरा मल चाहिँ लगाएको छौँ। यो ठुल्ठुलो डोकोबाट चाहिँ ड्याम अनि मल लाएर चाहिँ यसरी माटोले पुरेर यसो अलिकति माथि थली उठाएर चाहिँ यहाँ हामी रोप्दैछौँ। अब यो चाहिँ के एडभान्टेज चाहिँ के हुन्छ भन्दा यहाँ अब केही दिन पछाडि यहाँ आलु उम्रिन्छ। आलु उम्रिसके पछाडि आलुलाई चाहिँ हामी अब सिँचाइ गर्नुपर्छ, पानी हाल्नुपर्छ। यो पनि ठिक्क त्यही टाइमिङमा चाहिँ टुसा हान्दै गरेको हुन्छ नि, यसलाई पनि पानी चाहिन्छ। तपाईँहरूलाई पछि म देखाउने नै छु यसले कस्तो खालको आउटपुट दिँदो रहेछ है। सबले खालि कस्तो चलानी कुनै के रोप्छ है। एउटै उमा चाहिँ 4-5 वटा फलिरहेको रोप्छ। अनि मैले यो चाहिँ किन यो रोपेको भन्दा चाहिँ 3टाले झन्डै 5 किलो पुग्यो भनेपछि। अनि इस्कुस मिठो पनि हुँदो रहेछ, फेरि लोकल हो। अब यो यसलाई चाहिँ तस्करले पनि त्यति दुःख दिँदैन, कालाले खान्छ अरे। मैले चाहिँ गरेको छुइनँ, तर यो आलुलाई चाहिँ मृगले दुम्सीले केले। अब यहाँ अर्को कुरा, अब यति राम्रो बारी बनाएको छ नि त यहाँ होइन। यहाँ अब कुकुरहरूले यो जाली छेडाएर भए पनि पसेर यहाँ सानो गुरगुडी खेल्छ त। गत वर्षतिर चाहिँ कुकुरहरूले गुरगुडी खेलेर यहाँ साह्रै बिगारिदिएको अवस्था थियो। अब हामी यो धुपीले निकै असर गरेको छ। अब यो धुपी पनि झार्छौँ एकछिनबाट। यो धुपी टुप्पदेखि प्लाप्लुत झारेर यहाँ भुइँमा झार्छौँ। फाइनल्ली अब चाहिँ सबै काम आज सकिसक्यो। इस्कुस रोप्ने काम, आलु मटर रोप्ने काम है। जस्तो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हार्दिक नमन सेवाहरू है तपाईँहरूलाई।